साथीहरु नमस्ते, सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो करेसाबारी अनि करेसाबारीमा चाहिँ म छु। आज सानो छोटो मिठो भिडियो लिएर आइसकेको छु। अनि यो चाहिँ के भन्छ, मेरो बोडी हो के। अस्ति यो बैशाख अन्तिममै लगाएको बोडी हो। कति धेरै हाँगा गएको हो, छक्क परे। ठाक्रा लाउने बेला भइसकेको रहेछ। अनि यो चाहिँ मेरो खोर्सानी पनि फुल्न थालिसकेछ यतातिर। म चाहिँ मक्का के। अनि यो चाहिँ भनेको चिप्ले भेन्डी अस्ति लगाएको थिएँ, उम्रिसकेछ। अनि पिरालोहरू अलिअलि छ। अनि यो पनि चिप्ले भेन्डी नै फल्न थालिसकेको रहेछ। यसो हेरेको अनि राम्रो लागेर भिडियो गरिदिएको क्या मैले। हेरेर सबैजनाले माया गरिदिनु है साथीहरू। अनि यो चाहिँ यो पनि भर्खरै लगाएको सिमी हो, कति छिटो फल्न थालेको, छक्क परे म पनि। यो चाहिँ अनि काँक्रा के, यत्रो ठुलो भइसकेको रहेछ। अनि हल्का फल्न पनि थालिरहन्छ यो काँक्रा पनि। ठाक्रा लाउने बेला भइसकेको छ, ठाक्रा लगाइसकेको छ यसलाई चाहिँ। अनि यो चाहिँ भनेको खोर्सानी पनि फल्न चाहिँ थाल्छ। गैनाहरू पनि मैले रोपेको चैतमा लगाएको। अब वैशाख जेठ 2 महिना भयो। अब जोस् फल्न लाग्यो भन्दा पनि हुन्छ। फल्न त के, फुल्न चाहिँ। अनि कुनै कुनै चाहिँ फेरि सानसानै छ। अनि हजुरहरूलाई राम्रो लाग्यो भने मेरो भिडियो प्लिज साथीहरू सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु है। यो सानसानो पलाएको मुन्टाहरू चाहिँ चुट्टाएर फाल्नुपर्छ अरे नि त। अनि यो लास्टमा चाहिँ मेरो पुदिना हेर्नु है, पानी परेर कति राम्रो